भनेपछि कफीको इतिहास, कफी कसरी उत्पत्ति भएको थियो, कफी कुन देशबाट उत्पत्ति भएको थियो, एन्ड कसले चाहिँ कफी उत्पत्तिमा मद्दत गरेको थियो, जसलाई चाहिँ हामी एक्टर भनौँ होइन। अब यसको बारेमा चाहिँ हामी एउटा मुभीको रूपमा चाहिँ हामी डिस्कसन गर्छौँ, जसले गर्दाखेरि तपाईँहरूलाई थाहा पाउनको लागि सजिलो हुन्छ है त। ओके, सो फर्स्टमा मुभी नेम है, अनि त्यस पछाडि सुटिङ स्पट, shooting date, actor, side अथवा support actor, अनि त्यस पछाडि प्रोड्युसर। ओके, सो हामीले चाहिँ मैले क्लेरिफाई गर्न खोजेको कुरा के त भन्दाखेरि हिस्ट्री अफ कफीमा केही 5-6 वटा कुराहरू हामीले चाहिँ ध्यान दिनुपर्ने हुन्छ है। ओके, सो शूटिङ स्पट भनेको इथियोपिया है। डेट भनेको यो खासमा 8 to 9th सेन्चुरी भन्छ, 880 to 980 है। अब योमा चाहिँ यो मुभीमा प्रमुख भूमिका निर्वाह गरेको भनेको खाल्दी है। यो बाख्रा चराउने मान्छे, हाम्रो नेपाली भाषामा चाहिँ यसलाई गोठालो भन्छौँ। सो खाल्दी, एन्ड यहाँ चाहिँ अर्को चाहिँ खाल्दी पछाडिको अर्को भूमिका भनेको कसको पनि छ यहाँ, बाख्राहरूको। र यो फाइन्डिङलाई अझ थप मद्दत गर्नलाई चाहिँ हेल्प गरेको अथवा यो फाइन्डिङलाई अझ थप सार्थकता प्रदान गरेको भनेको मङ्क्सलाई के भन्छ नेपालीमा, भिचुहरू राइट। ओके, सो यहाँ चाहिँ हामीले अब जुन कुरा डिस्कस गर्न गइरहेछौँ यो भनेको हिस्ट्री अफ कफी। सो हिस्ट्री अफ कफीमा चाहिँ त्यो कफी कहाँ उत्पत्ति भएको थियो, इथियोपियामा राइट। सो कहिले, 9th सेन्चुरीमा। सो कसले, खल्दीले, एन्ड त्योमा चाहिँ सपोर्टिभ टिम भनेको गोट्स एन्ड मङ्क है। अब यसलाई चाहिँ सरसर्ती भन्दै गर्दाखेरि मैले खल्दीलाई चाहिँ म लेजेन्ड अफ कफी पनि भन्न रुचाएँ है यसलाई। ओके, सो यो खासमा चाहिँ म सर्टकटमा भन्छु ल। ओके, सो यो हिस्ट्री अफ कफीमा चाहिँ इथियोपियाको जङ्गलमा 9th सेन्चुरीतिर, सुन्नुहोस् है, 9th सेन्चुरी भनेको 9औं शताब्दी, अहिले कतिको शताब्दी चलिरहेछ, 21st सेन्चुरी राइट, 21औं शताब्दी चलिरहेछ। सो आजभन्दा करिब तपाईँको 12 वर्ष अगाडि, 1200 वर्ष अगाडिको कुरा हो। त्यो समयमा इथियोपियाको जङ्गलमा खाल्दी फ्रम इथियोपिया है, गोल्चट जो चाहिँ एउटा गोठालो, उसले चाहिँ आफ्ना बाख्राहरू चराइरहेको हुन्छ जङ्गलमा। सुन्नुहोस् है, एकदम इन्ट्रेस्टिङ तरिकाले 9th सेन्चुरीमा इथियोपियामा खाल्दीले आफ्ना बाख्राहरू चराइरहेको हुन्छ र अकस्मात उसका बाख्राहरू उफ्रिन थाल्छन्, एक्टिभली इनर्जेटिक तरिकाले यताबाट उता उताबाट यता दौडिन थाल्छन् है। र यो किन गरिरहेका छन् भन्दा उसले चाहिँ अचम्ममा पर्छ खाल्दी। he was so curious हैन, उसलाई चाहिँ जान्न मन लाग्छ र त्यहाँ बाख्राहरूले चेरी खाइरहेको देख्छ, कफी चेरिजहरू खाइरहेको देख्छ। सो त्यो चेरिज खाइरहेका बाख्राहरूमा एकदमै अचम्मको चाहिँ बिहेभियर, क्रियाकलाप भनौँ, एक्टिभ भएको छन्, इनर्जेटिक, तन्दुरुस्त है। त्यस्तो देखिसके पछाडि ऊ पनि इन्ट्रेस्टेड हुन्छ राइट, उसले पनि ट्राई गर्छ। पहिला बाख्राले खाएर उफ्रिएर आउँछन् बाख्रा, त्यो देखिसके पछाडि गोठालो आफैले पनि ट्राई गर्छ, यो के चाहिँ रहेछ त, उसले पनि 2-4 पिस खान्छ। केही पिसहरू खाइसके पछाडि उसलाई पनि एक्टिभनेस फिल हुन्छ, इनर्जेटिक फिल हुन्छ, उसको अल्छीपना, आलस्यता हटेर जान्छ राइट।
सो त्यस पछाडि त्यो सबै बाख्रा र खाल्दी गोठालो अनि बाख्राहरू उफ्रिरहेको कसले अब्जर्भ गर्छ, कसले देख्छ? मङ्क्सले। त्यो बाटो हुँदै हिँडिरहेका भिक्षुहरूले उनीहरूले देख्छन्। बुझ्नुहोस् है। सो यो खाल्दी अनि बाख्राहरू किन यसो गरिरहेछन्? दे वान्टेड टु नो, उनीहरूलाई चाहिँ जान्न इच्छा हुन्छ। सो खाल्दीले त्यो कुराहरू मङ्कलाई पनि सेयर गर्छ। सो बाख्राले एक्कासी चेरिज खाइरहेको थिए। बाख्राले अलिकता अचम्म प्रकारको बिहेभियर देखाए। मैले पनि ट्राई गरेँ। मैले ट्राई गर्दै गर्दा युएलले त साँच्चैकै एक्टिभ बनाउँदो रहेछ, इनर्जेटिक बनाउँदो रहेछ। र यी मङ्क्सहरूले लामो समयसम्म प्रे गर्ने हुनाले, लामो समयसम्म प्रार्थना गर्नुपर्ने, अब यो धर्मावलम्बी सम्बन्धी कुराहरूमा भयो, धर्मसँग सम्बन्धित कुराहरू भयो, र उनीहरूलाई लङ टाइम बस्दै गर्दाखेरि त्यो चेरिजहरूलाई उनले पनि लगाएर गए र त्यसलाई थिचेर तातो पानीमा उमालेर त्यसको रस तातो पानीसँग खाएर लाइफमा फर्स्ट टाइम मानिन्छ, फर्स्ट टाइम एज एउटा कप अफ कफीको रूपमा कसैले तातो ड्रिङ्क्स पिएको त्यो बेलाको थिएन है, मङ्क्सले पिउँदै गर्दाखेरिको। सो फ्रम द्याट टाइम एउटा कफीको एउटा जुन कल्चर छ, त्यसरी त्यो चेरिजलाई पछि बिस्तारै बिस्तारै त्यसलाई चाहिँ प्रोसेसिङ गर्ने, रोस्टिङ गर्ने, विभिन्न प्रकारका चाहिँ उपकरणबाट, ब्रोइङ मेथडबाट चाहिँ कफीहरू निर्माण गर्ने काम भयो। र अहिले हामीले जसरी कफी पिइरहेछौँ, सो द्याट वाज स्टार्टेड फ्रम द्याट 9th century है। अब कसैले तपाईँलाई इतिहासको बारेमा चाहिँ कसैले सोध्दै गर्दाखेरि यहाँ तपाईँले छुटाउन नहुने कुरा भनेको इथियोपिया, टाइम डेट भनेको 9th century तिर, व्यक्तिको नाम खाल्दी। सो कसले खाइरहेको फाइन्ड आउट हुन्छ पहिला गोट्सले, र यो सबै कुराहरू अब्जर्भेसन सबै कुराहरू गरेर अब्जर्भ गरेर हुन्छ मङ्क्सले। सो मङ्क स्टार्टेड ड्युरिङ द टाइम अफ प्रे, दे स्टार्टेड ड्रिङ्किङ द्याट हट वाटर विथ स्क्विज्ड चेरिज है। सो त्यो चेरिज स्क्विज गरेको चेरिज र हट वाटर खाएर त्यसरी लङ टाइमसम्म उनीहरूले आफ्नो प्रार्थना गर्ने हुनाले त्यसरी द्याट वाज द फर्स्ट टाइम द्याट समन ट्राइड टु हाभ अ कप अफ कफी भन्छ है। कुरा बुझ्नुभयो? यो कुरालाई नोट गर्नुहोस् त।